हुन्छ भने एउटा केटी मान्छे होस्ट गरिराख, एउटा केटा मान्छेले सेन्डिङ गरिरहेको छ भने यो केटाको चाहिँ यो गर्लफ्रेन्ड हो, यो बोयफ्रेन्ड हो भनेर सोचिहाल्छन् क्या। किनकि त्यस्तो होइन क्या। किनकि यो क्रिस्टी र मलाई पनि सोच्थे नि त पहिले त, कति मान्छेहरूले सोच्थे कि यहाँनिर हुन्छ नि। तर त्यस्तो होइन क्या। किनकि इभन अहिलेसम्म हुन्छ नि 1 वर्ष भयो ऊ मसँग बोलेको हुन्छ नि, ऊ मसँग माग्छ क्या तेरो इन्स्टा दे न भनेर भन्छ क्या। हुन्छ नि मसँग कति माग्छ क्या। हुन्छ नि पर्दैन त यहीँ बोल्न भनेर भन्छु क्या म। अनि उसलाई यो आमाहरूसँग बोल्नको लागि भएर पनि आउँछु क्या म कहिलेकाहीँ, फेक आइडीबाट आउँछु अनि म गएर बोल्छु क्या। अनि यिनीहरूलाई उतो गर्छु क्या। अनि त्यो गर्दैमा उतो बोल्दैमा हुन्छ नि आई डोन्ट थिङ्क सो क्या त्यो मान्छेहरूको सबैको नेचर हो होइन। अब म सबैसँग फ्लर्ट गर्छु, किन गर्दिनँ र होइन। म सबैसँग फ्लर्ट गर्छु क्या। म सबैलाई आई लभ यु भनिदिन्छु, सबलाई आई लभ यु टु भन्छु, सबलाई बेबी भनिदिन्छु क्या। हुन्छ नि तर हुन्छ नि त्यसपछि म निस्केपछि हुन्छ नि म थोरै तिनीहरूलाई गएर म पोक गर्दै मसँग बोल भन्दै म मेसेजमा गरेर बोल्छु त। हुन्छ नि म कसैलाई पनि गर्दैन क्या। होइन मलाई भगवान् म सिरियसली हो क्या। जसरी बुझे पनि हुन्छ क्या। तर मलाई जसले बुझ्छ नि त, मलाई जसले चिनेको छ नि त होइन, मलाई मनदेखि भनेको चिनेको भनेको 2-3 जनाले चिन्छ क्या राम्रोसँगले क्या। किनकि उनीहरूलाई मतलब लाग्दैन क्या कि यो यस्तै हो, हुन्छ नि यसले हुन्छ नि त्योभन्दा उता केही पनि गर्दैन भनेर थाहा छ क्या नि त। आफ्नो आफ्नो सोच हो क्या। अब म भगवान् म अर्को त्यसकोमा गयो भने यहाँनिर यस्तो हुन्छ, बोल्दैमा कलमा चढ्नको लागि त मैले हुन्छ नि 10,000 रिचार्ज गरेर हुन्छ नि हानिदियो भने हुन्छ नि जोकेटले पनि कलमा लिन्छ हो यहाँनिर त, लिँदैन र। मेन भनेको हुन्छ नि त्यो हो कि यहाँ भनेको त सबै मैले गिफ्टमा चल्छ क्या। तर त्यसरी हुन्छ नि मेन रियालिटी कुरा त्यो हो क्या। तर म हान्छु किन नहाने, म इन्जोयको लागि पनि हानिदिन्छु क्या कहिलेकाहीँ। म बोलाउँछु उसले आऊ हेर्न यिनीको एक्सप्रेसनहरू हेर्न आऊ भनेर पनि इन्जोयको लागि पनि हान्ने हो क्या। तर हान्दा हान्दै एउटा घरको नियति हानिसक्यो होइन। अब केही छैन होइन। अब होइन आफ्नो आफ्नो सोच हो होइन। अब म चाहिँ त्यसरी सोध्छु है। अब जसरी बोल्ने हो अब हुन्छ नि म बोल्छु सबैसँग, म सबैलाई बेबी भन्छु, सबैलाई लभ यु टु भन्दै हिँड्छु होइन। हुन्छ नि तर त्यो बोल्ने हो त्यहीँ छोडिदिने हो क्या। त्यो हुन्छ नि जहाँ बोल्यो त्यहीँ छोडो, त्यसपछि छोडिदियो क्या। हुन्छ नि कहाँ गएर पछि लागेर त्यो गरेर त्यो गर्नुहुन्न क्या। किनकि आफू त्यही माथि म बिजी मान्छे होइन। त्यो बिगोमा यसो टाइम भएको बेलामा आउने मान्छे, 12 घन्टा काम हान्ने मान्छे होइन। अनि त्यही हो केटाकेटी हो होइन। अब यस्तै हो, जसरी सोच्नुहुन्छ सोच्नु होइन। मलाई त बालै फरेन, मलाई केही मतलब छैन भने